हेलो गुड एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ मेरो एकदमै धेरै स्पेसल डे हो। आज चाहिँ मेरो सोचेको सिकी हो। मैले चाहिँ 2 इयर्स ल्याङ्ग्वेज स्कुल चाहिँ पढेर चाहिँ कम्प्लिट गरेर चाहिँ आज मेरो ग्रेजुएट डे हो। र हामी ग्रेजुएट डेको अनि जुन जुन सर्टिफिकेट लिनलाई चाहिँ हामी गएका छौँ र अनि सबैजना अनि जुन तपाईँ हेर्नु होला त गाइज आज भिडियो कम्प्लिट गर्नु होला त। अनि हामी एकदमै धेरैभन्दा धेरै ह्याप्पी छौँ गाइज। अनि त्यही हो गाइज, म चाहिँ एकदमै धेरै खुसी हुँदै अनि त्यहाँ भिडियोहरू खिच्दै अनि त्यही गरिरहेको छु गाइज। मैले चाहिँ आज केही पनि मेकअप गरेर नगरिकन गएको छु गाइज। मेरो हेयर चाहिँ मैले मिलाएको, तर अब मेरो यहाँ तनाइसकेको छ क्या गाइज। हेर्नु त त्यहाँनिर म अगाडि गएर चाहिँ मैले त्यसरी चाहिँ मेरो सर्टिफिकेट लिएको छु र त्यसरी आइसच पनि गरेँ। यसरी आइसच धेरै कुरा सिकाएको थियो, तर पनि मैले त्यसरी गरेँ गाइज। खै मिल्यो कि मिलेन नि, आई होप मिलेको छ है गाइज। अरू त के भन्नु गाइज। अनि मेरो ड्रेस म एक त अलिअलि लेट पनि भएको आज। म एकदमै हतार टाइपमा क्या, एकदमै कस्तो भइरहेको थियो क्या। अनि गुजुङ र मुजुङ टाइपको क्या मेसी भइरहेको थियो। सो अनि कसरी के गर्ने भइरहेको थियो र अनि त्यस्तरी नै भइरहेको छ। मैले आज पुरै भिडियो बनाएको छु र यो मेमोरीको लागि पनि हुन्छ मेरो फ्युचरमा। अनि म यसरी चाहिँ म ल्याङ्ग्वेज स्कुल ग्रेजुएट गरेँ भनेर चाहिँ मेरो यो एउटा मेमोरी पनि हो। मैले निनेन खान एकदमै धेरै काम भएको थिएँ। स्टडी सकेँ, मैले ग्रेजुएट भएँ म फाइनल्ली गाइज। म एकदमै धेरै ह्याप्पी छु। मैले जसरी भए पनि काम सँगसँगै मैले पढाइलाई पनि सकाएँ 2 वर्ष। अनि के एक त मलाई मनमा चाहिँ कस्तो पनि फिल भइरहेको थियो नि, नेपालमा ग्रेजुएट गरे भएको अति नै खुसी हुन्थ्यो होला। तर अर्को देशमा आएर यस्तो ग्रेजुएट सर्टिफिकेट लिनु भयो, मलाई त खासै धेरै ठुलो खुसी जस्तो नि लागेन अलिअलि त है। अनि के खुसी क्या, खुसी त खुसी, कस्तो खुसी हो भन्ने नि थाहा भएन गाइज। म चाहिँ त्यस्तो लाग्छ हो, म त के भएको, आफ्नो देशमा त कुनै आशा नभएको अर्काको देशमा आएर के ठुलो कुरा आशा गर्नु जस्तो नि लाग्छ मलाई त है। यसले अरूलाई डिमोटिभेट होला, तर मलाई चाहिँ त्यस्तै लाग्छ गाइज। आफ्नो देशमा एचिभ भएको भन्नु जस्तो लाग्छ। अर्काको देशमा एचिभ गरेको कुराहरूलाई खै कसरी म त्यसलाई एकदम धेरै ठुलो खुसीको रूपमा लिनु है, के गरौँ है गाइज। है म त यस्तै टाइपको छु गाइज है। अनि सो अरू यस कुरा छोड्नु र मेरो चाहिँ सोचेको भयो, 2 वर्ष कम्प्लिट भयो सक्सेसफुल्ली। अब नेक्स्ट चाहिँ म सेमन जान्छु गाइज। अनि त्यही हो गाइज, मेरो सेमन भनेको चाहिँ चिबामा हो। अनि मेरो चाहिँ सब्जेक्ट भनेको चाहिँ इन्टरनेसनल बिजनेस हो अनि कोकोसाई बिजनेस। अनि म चाहिँ त्यस सब्जेक्टमा पढ्नलाई चाहिँ म सेमन जाँदैछु। नेक्स्ट अब 24 तारिकमा चाहिँ म सेमन जान्छु गाइज चिबामा। अनि त्यही हो गाइज। अहिले चाहिँ उहाँ चाहिँ मेरो जापानिज फ्रेन्ड हो अनि सँगसँगै काम गर्ने। उहाँको चाहिँ नेपाली बोयफ्रेन्ड पनि छ क्या गाइज है। अनि त्यही हो गाइज। अनि तपाईँहरू पुरा भिडियो हेर्नु होला त गाइज। त्यहाँ चाहिँ फोटोहरू खिच्नु भइरहेको छ, त्यो चाहिँ अर्को ग्रुप हो र हाम्रो ग्रुपको चाहिँ अहिले नेक्स्ट खिच्ने हो। र अहिले चाहिँ उहाँहरूले खिच्नु भइरहेको छ भिडियो फोटोहरू है। अनि अब मेरो चाहिँ नेक्स्ट पाला आउँदैछ गाइज है त र गाइज। अनि म चाहिँ फोटो खिच्न गएको छु र मेरो जापानिज साथीलाई चाहिँ मैले उहाँकै मोबाइलबाट चाहिँ मेरो फोटो भिडियो लेखिदिनु भनेर म अगाडि गएको बेलामा भनेर मैले कुरा मिलाएँ र म अगाडि गएको छु गाइज। त्यहाँ मलाई चिन्नु भयो होला, मेरो ब्ल्याक ड्रेस अनि यता साइड द राइट साइडको त्यहाँ उसमा छु, तपाईँले देख्नुभयो होला त्यहाँ मलाई। अनि त्यसरी नै हाम्रो स्टुडेन्टहरू चाहिँ धेरै नै छ है, एकदम धेरै स्टुडेन्टहरू छ। मलाई यस्तो स्टुडेन्ट धेरै देखेर चाहिँ बोरै लाग्छ गाइज। संसारभरि नेपालको सबैजना यहाँ नेपाल बनाएको छ। अनि हेर्नु होला गाइज, म टोटली ह्याप्पी चाहिँ छैन है खासमा। मलाई किन मलाई आफ्नो देशमा बस्न मलाई मन छ। मलाई अर्काको देशमा यसरी बस्न मन छैन। अर्काको
देशको भाषा पढ्नु पर्दा कति दुःखी कुरा हो क्या गाइज। मलाई त साँच्चै केही पनि मन परिरहेको छैन। हो के भए मैले त केही फ्युचर पनि देख्दिनँ जापानमा। यसले गर्दा तपाईँले डिमोटिभेट होला, तर मलाई चाहिँ यही नै लाग्छ गाइज। मलाई केही आशा छैन। आफ्नो देशमा त केही आशा नभएर अर्को देशमा आएर के आशा गर्नु। जहिले पनि विदेशीहरूलाई नियम कानुनहरू एकदमै कडा बनाउँछ, अनि स्टुडेन्टहरूलाई भयो है, अनि कति धेरै नियम कानुन कडा गर्छ। कसलाई मन पर्ने यस्तो जब। मलाई त यहाँ जापानको लाइफ मनै पर्दैन गाइज है। यहाँनिर वातावरण, वेदर सफा सुग्घर राम्रो छ। खाने कुराहरू सबै देख्दाखेरि हेल्दी सफा यस्तै कुराहरू ठिक छन्, तर मेन भित्री कुराहरू एकदमै धेरै गाह्रो छ यहाँनिर। टिक्नलाई गाह्रो छ गाइज यहाँनिर। कसरी ल हाम्रो चाहिँ त्यहाँनिर पार्टी भएर चाहिँ कुरा छोड्थ्यौँ गाइज, र म चाहिँ पार्टीतिर लागेको छु त्यहाँनिर हेर्नुलाई। अनि त्यहाँनिर हाम्रो लागि चाहिँ पिज्जा अनि चिप्सहरू, चक्लेटहरू धेरै कुराहरू थियो। मैले चक्लेट चाहिँ खाइनँ गाइज, मैले चिप्स 1-2टा खाएँ र पिज्जा मैले 3 पिस भन्दा 4 पिस चाहिँ खाइदिएँ क्या गाइज मैले। अनि त्यसरी मैले पार्टी इन्जोय गरेँ गाइज। अनि यो है मेरो कुराहरू बोरिङ पनि हुन्छ। म बोरिङ कुरा पनि गर्छु, तर म सत्य कुरा गर्छु नि त गाइज। अनि मेरो मनभित्र भएको कुराहरू तपाईँलाई सेयर गरेको गाइज है, यस्तै छ। अनि उहाँ चाहिँ मेरो आमा त सेन्से हो, उहाँ मेरो कोचो सेन्से हो क्या, अनि प्रिन्सिपल सेन्से हो उहाँ। अनि हेर्नुको सानो हुन्छ उहाँ चाहिँ एक्चुअली सी इज नट म्यारिड, उहाँ चाहिँ अनम्यारिड हुनुहुन्छ, सिङ्गल हुनुहुन्छ। अनि उहाँको चाहिँ स्कुल हो, उहाँको स्कुल उहाँ चाहिँ प्रिन्सिपल सेन्से हो। र एकदमै धेरै राम्रोसँग हामीले इन्जोय गऱ्यौँ पार्टी। म त भोक पनि लागेको थियो, मैले बिहान केही पनि खाएर गएको थिएँ। मैले धेरै ओभर खाएँ कि गाइज, 4 पिस त मैले खाएँ। मलाई सेन्सेले केही त भनेन, अलिकति छोडिने कुरा यस्तो जो गरेको। अनि हामीले त्यसरी पार्टी इन्जोय गऱ्यौँ गाइज है। के भन्नु अरू त गाइज तपाईँहरूलाई। र गाइज अनि म कतिको धेरै ब्युटिफुल छु त गाइज। मैले विथआउट मेकअपमा हो, म टोटल्ली विथआउट मेकअपमा। र मैले यो भिडियो रेकर्ड गराएँ किनभने मलाई कस्तो देखाएको छ भनेर चाहिँ मैले रेकर्ड गराएँ गाइज। मेरो भोइस सुनेर त बोरिङ त हुँदैन तपाईँहरूले। मेरो भोइस सुनेर तपाईँले भिडियो हेर्न छोड्नु भयो नि बर्बाद। अनि मलाई कस्तो देखिन्छ भनेर चाहिँ मैले एउटा साथीलाई चाहिँ मैले भिडियो खिच्न लगाएँ गाइज। अनि कस्तो देखाएको छ त गाइज म विथआउट मेकअप। अनि ड्रेस हेयर चाहिँ मैले मिलाएको 4000 लाग्यो मेरो त्यो हेयर मिलाउनको लागि गाइज। यत्रो महँगो निक्छ मेरो हेयर मिलाएको 4000 लियो गाइज। मेरो त पैसा त एकैछिनमा उड्यो क्या गाइज यो जापानमा। सी यू गाइज विथ नेक्स्ट भिडियो। सी यू।